हाई हेलो नमस्ते अनि छाजुलो सबैजनालाई सुरुमै भनिहाल्छु मलाई टङ्सिल भएर बोल्न गाह्रो भइरहेको छ। आज चाहिँ हामी एक बिहानै यता माथि हिमाल हेर्न कस्तो दामी देखेको। आज चाहिँ हामी एक बिहानै थुम्सीहरू बोकेर चाहिँ तल कोदो टिप्न जाँदैछु किनकि हाम्रो चाहिँ मकै खेतको चाहिँ कोदो अहिले टिपेको छैन, सबैको टिपी भ्यायो। बिहानको चिसोले हेर्नु न, आहा आँसु आउँछ अब त। बिहानको यो चिसो स्याट आउँछ नि त, आँसु आयो अनि हामी चाहिँ थुम्सी बोकेर जाँदैछु कोदो टिप्नको लागि। सो आजको भिडियोमा के कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला। सेम बाटो, सेम खेत, सेम भ्यू। यो चाहिँ अहिले घाम लागिसकेको छैन, माथि चाहिँ आएको छ घामहरू। यहाँ हाम्रो मात्रै छ कि यहाँ हाम्रो मात्रै छ, त्यही भएर अहिले चाहिँ हामी हिजो भट्टाहरू पनि यत्तिकै छ खेतमा हो। त्यही भएर हामी चाहिँ अहिले बिहान खाना नखाँदै आमा र म चाहिँ कोदो टिपिहाल्ने अनि दिउँसो चाहिँ जति भ्याउँछ त्यति चाहिँ भट्ट ओसार्ने भन्ने सल्लाह भएर चाहिँ हामी बिहानै आएको हो। पानी मात्रै खाएर हामी चिया पनि ल्याएको छ अहिले खाने भनेर। सो त्यही हो, अहिले चाहिँ सिक्लेसतिरको काम भनेको यस्तै यस्तै भइरहेको छ, बाली नाली थन्काउने। म यहाँ टन्सिलले मर्न आँटिसकेछु, के गर्ने हो। चाडबाड आयो भने मलाई जहिले बिरामी हुन्छ गाइज, के गर्ने हो। ल अब खेतमा गएर नै भेट्छु ल। ल यो हो हाम्रो खेत, यतातिर सबको टिपी भएछ, हाम्रो मात्रै रहेछ साथीहरू। सो ल अब चाहिँ हुन त उताको छेउतिर नि बाँकी त रहेछ, तर हाम्रो माथिको अनि तल मुनिको सबै टिपी भ्यायो नि त। यो एउटा गरा हो हाम्रो मकै बारी चाहिँ। ल अब चाहिँ हामी आमाले त टिप्न सुरु गरिहाल्नु भएछ। अहिले चाहिँ हाम्रो यो स्टेसन वरिपरिको जङ्गलहरू चाहिँ सबै फडानी गरेको थियो, त्यहाँ चाहिँ अब होटेलहरू के बनाउने भनेर। अहिले त यहाँबाट कस्तो मजाले देखेको कि स्टेसन, हेर्नु न बस त 4 रहेछ, 2टा त गाउँकै क्युमा हिँड्ने बस, 2टा चाहिँ मान्छे पाहुनाहरू आयो होला नि। ल sunscreen
साह्रै घाम आयो यस्तो मस्त भइरहेछ गाइस वेदर म धेरै बोल्नु हुँदैन यो टन्सिलमा त्यही भएर मैले चाहिँ धेरै सो भिडियो चाहिँ टाइम ल्याप्समै खिच्दैछु ल डोन्ट गेट बोर नहुनु होला ल आमाको थुम्सी भर्यो मेरो पनि भर्यो अब चाहिँ हामी बोरामा हाल्ने आजकल ठुलो थुम्सी बोक्दैन नि कसैले नि धेरै सोले बोरै बोक्छ है आमा राया वाया बिवा 이 म्युजियम마다 tum치는보다 다. काको साग पनि छ कि आमा काको छ कि छैन हेर्नु त ए मम्मी चाहिँ चिमाले मम्मीले लगाऊ आल मम्मी आल हाम्रो आमाको यहाँ काक्रो बोकेको भिडियो भाइरल भएको थियो नि त टिकटकमा मिलियन भ्युज पुगेको थियो त्यसमा अहिलेको सालमा काङ्गे भन्ने यस्तो यसपालि काक्रै भएन कि है हाम्रो चाहिँ अझै छ त्यत्रो मौसम चाहिँ यस्तो बबाल भन्छ गाइस हामी यहाँ टक्क दामी भ्यू हेर्दै गोदो टिप्दै गरिरहेको छु ओहो कस्तो दामी देखिरहेको छु नि अब कोदो टिप्ने यस्तै हो कोदो टिप्ने यसो नै हो अब कति देखाउने तपाईँलाई पनि झ्याल लाग्छ भिडियो हेरिराख्नु है त्यही भएर म टाइममा मात्र भिडियो गर्छु ल उता पछ्याउहरू पनि टिप्नु भएको छ कोदो मौसम चाहिँ दामी भएछ दामी यस्तै छ गाइस के गर्नु हामीतिर कोदो टिप्ने यसरी नै हो यस्तै राख्नुपर्छ कि योमा अनि फेरि योमा भर्यो भने फेरि यो अर्को औँलोको बिचमा क्या यसरी टिप्नुपर्छ खस्यो टिप्दै हातमा नअटेसी खस्छ यसरी टिप्ने अनि टक्क लाएर यो थुम्चीमा यसरी हाल्ने बुझ्यो यसरी हो हाम्रो चाहिँ यहाँ कोदो एक बोरा चाहिँ रेडी भयो यहाँ आधा छ खेत चाहिँ अब आधा जति चाहिँ सक्यो आमाले चाहिँ अब पोहोरको लागि बिउ कोदोको बिउ चाहिँ छान्नुहुन्छ अब एकछिन आया म यहाँ निल्नै गाह्रो भइरहेछ भाइ यस्तो दामी भइरहेछ वेदर ओहो गाइस हेर्नुहोस् त हिमाल क्या बब्बाल देखेको है
धेरै छैन अब यताको चाहिँ यो हाफ जति भ्यायो कुन चाहिँ छ त्यही होला हामीले चाहिँ चिया ल्याएको थियो बिहान सो अब चाहिँ हामी चिया खान्छौँ 8 बजिसकेको छ बिहान चाहिँ हामी जस्ट पानीमा चाहिँ खाएर आएको थियो अब चाहिँ हामी चिया खान्छौँ गाइज यसरी खाँदी हाल्नुपर्छ खोइ कि को दा ओके आशा चाहिँ है छोडौँ अब चाहिँ हामी चिया खाने चिया बाबा कोही यतै छ अनि तलबाट आएको कि यताबाट त लास्टै घामले पोल्दो रहेछ कि टन्सिल भएछ फेरि दुध चिया खानु मिल्ने हो कि होइन थाहा छैन खाइदिन्छु आधा यस्तो गाह्रो भयो निम्न यार झन् दुख्छ होला नि हिजो दिनभरि तातो पानी खाएको झन् हिजोभन्दा बेसी भयो आमाको जहिले यहाँ घाउ हुन्छ फेरि गाह्रो छ गाह्रो चाडबाडको बेला दुख्यो भने त मासु खानै पाउँदैन के गाइन्छ मासु खानै पाउँदैन यसपालि त हाम्रो टिका छैन हामीले अस्ति दसैँ पनि मनाएनौँ अहिले त घरमा म मात्रै हुन्छ होला है भात खाने वा छ हाम्रो ब्रेकफास्ट अहिलेको ब्रेकफास्ट चिया पफ र बिस्किट यो पफ कति मिठो हुन्छ नि तपाईँहरू कतिजनाले ट्राई गर्नु भएको छ यहाँ नि चिनी छ त्यहाँ नि चिनी छ एभ्रिवेयर चिनी नै चिनी काम पनि गर्ने मिठो पनि खाने नुनै गाह्रो भयो अहिले गाई हुन्छ सिक्नु ल साथीहरू चिया सागको कार्यक्रम सक्यो अब लेट्स गो अन ड्युटी साथीहरू हेर्दै हेर्दै बादल पनि लागिसक्यो हामीले चाहिँ बिहान 7:15 बजेतिर कोदो टिप्न सुरु गरेको थियो अहिले चाहिँ 11:30 भइसक्यो यहाँ चाहिँ हाम्रो एउटा दुईटा तिनवटा चारवटा बोरा चाहिँ भइसक्यो यहाँ चाहिँ एक थुम्सी छ अब चाहिँ उता छेउमा चाहिँ फोकसै दिनु त अब चाहिँ उता छेउमा चाहिँ थोरै बाँकी छ अब हाम्रो र मेरो थुम्सी भर्छ कि भर्दैन त्यो पछि चाहिँ सकिन्छ अहिले चाहिँ मौसम हेर्दा हेर्दा यस्तो भयो अब चाहिँ सकिन्छ अनि सकेर चाहिँ फेरि यो चाहिँ मैले सोचेको कि यो चाहिँ अब म आधा बाटोसम्म चाहिँ ओसार्छु हाम्रो कोदो टिप्ने भएपछि अनि फेरि आज दिनभरि हिजोको बाटो पनि ओसार्नु छ घरतिर
सो यस्तै भइरहेछ काम त्यही हो अब आज दिनभरिको काम यस्तै हुन्छ होला झ्याउन लागिकन गाउँघरतिरको नजारा हेर्दै गर्नुहोस् ल उफु बल्ल बल्ल सकियो साथीहरू 12 बजायो ठुलै छ नि यो हेर्दा मात्रै एउटा गरा भन्ने मात्रै त कम त ठुलो छ बिहान खाना नखाइकन आएको 12 बजायो अब फेरि घर 12 बजीमै त 12:30 तल त 11:30 तल त ल अब चाहिँ उता हाम्रो भारी चाहिँ आधा बाटोसम्म पुऱ्याउँछु ब्याट्री पनि सकिन लाग्यो आमाले यहाँ काँक्रो लिनुहुन्छ अब फर्सिनी छ एकजनाको भारी त अब यिनीहरू नै हुन्छ फर्सी कता छ त त्यहाँ मान्छेहरू बसेर त्यहाँ टिपिरहेछ यता हेर्दैछ फुमा ल 12 बज्नु लाग्यो साथीहरू हामी चाहिँ आमा र म चाहिँ त्यहाँ एक भारी पुऱ्याएर आउँछु यो एक भारी चाहिँ अलिकति हलुङ्गो हुने रहेछ त्यही भएर चाहिँ हामीले यो माथि चाहिँ थोरै यसरी डबल गरेर लाँदैछु आमाको त्यो माथिको चाहिँ कोदोको बिउ हो अब अर्को सालको लागि सो जाम अब गाइज आमाको मुखिन्छ गाउँ अरे बल्ल बल्ल यहाँ 5 बोरा यहाँ ल्याइपुग्यो पुऱ्यायो तर चाहिँ अब 2टा थुम्सी छ अनि मेरो भारी चाहिँ एक भारी भट्टा हालेर आउने हो अनि घर जान्छु हामी भात खाएकै छैन 12:30 भइसक्यो कहिले कोदो कहिले भट्टा अहिलेको मेरो भारी फेरि भट्टामा पुग्यो गाइज आज दिनभरि छ बोक्नु ओसार्नु हामी चाहिँ खाना खायो अब चाहिँ भारी ओसार्नु पर्ने हुन्छ अब चाहिँ वहाँ 4 बोरा कोदो छ अनि त्यस्तै गरी भट्टा हुन्छ होला 2-3 भारी भरे बेलुकासम्म जति सक्छ त्यति नै बोक्छु मौसम चाहिँ एकैछिनमै बादल लगाइहाल्यो हिजोबाट चाहिँ मौसम अलिकति बिग्रे जस्तो भएको छ पहिला भट्टा चाहिँ यसरी यो छतमा सुकाउनु पर्छ क्या हाम्रो चाहिँ माथि अब चाहिँ चल्दिउँ ल यहाँ चाहिँ हाम्रो बाँकी 2 भारी बनायो भट्टा चाहिँ अनि यहाँ माथि राखेको छ हामीले 1 भारी भट्टा र एउटा बोरा 2टा छ बोरा त तर थोरै छ कोदो अब त्यो यो बाँकी छ अनि एउटा भट्टा चाहिँ माथि चोटीले लिन आउँछ अनि त्यो पछि अब चाहिँ 2 खेप जति हुन्छ ओसार्नु पर्ने त्यो पछि सकिन्छ खेतको काम ल हाम्रो चाहिँ 1 भारी कोदो र भट्टा चोटीले लागेर एकदम ठिक गयो यो चाहिँ हाम्रो लास्ट भारी त्यो चल्क्यो काम पुरै नगरौँ यस्तो चल्क्यो अब टाटो बाहिर खेतलाई अब टाटो बाहिर गरेर हामीले
ल हाम्रो चाहिँ भट्टा यहाँ चाहिँ यति छ यो चाहिँ पात फालेर मात्रै माथि फाल्ने अहिले चाहिँ यो पातहरू सबै फाल्यो भने पछि कुटिने बेलामा चाहिँ धेरै धुलो हुँदैन के एकदम सजिलो हुन्छ आधा चाहिँ हामी हिजो ल्याएको चाहिँ हामीले हिजो नै फालिसक्यो अनि यो चाहिँ अहिले ल्याएको हो अब यो चाहिँ अलि दिन बादमा या भोलि अथवा पर्सि जहिले हुन्छ त्यो बेला चाहिँ यो पात सबै फालेर चाहिँ गर्छु अहिले चाहिँ हाम्रो यहाँ कोदो 1 2 3 4 बोरो कोदो छ 3 बोरो चाहिँ फुल यो 2 बोरो चाहिँ हाफ छ यो मार्नुपर्छ फेरि यो चाहिँ त्यो ल्याएर चाहिँ मारिहाल्यो भने चाहिँ हाम्रो कालो हुँदैन कोदो चाहिँ यो ढिँडो खान एकदम ठिक हुन्छ कि यो चाहिँ अब कालो न कालो हुन्छ 1 हप्ता चाहिँ राख्नुपर्छ यो चाहिँ अनि अहिले चाहिँ यो हामी मारिसक्छु यो मारेपछि चाहिँ भोलि यसको पिठो बनायो भने नि ढिँडो चाहिँ कालो हुँदैन सो त्यही हो अब चाहिँ अबको काम भनेको चाहिँ हामी यो गर्छु फुल चाहिँ एकदम राम्रो भन्छ यहाँ चाहिँ मेरो अफिसमा चाहिँ अहिलेसम्म फुलेकै छैन फुल अब भोलि यसको तिहार हो जेरी ओइ आइज जा ए जान्न भोलि यसको तिहार हो गाइस सो भोलि चाहिँ यसको लागि यहाँ फुल उनेर चाहिँ यसलाई लगाइदिनु पर्छ भोलि है फोरी ल साथीहरू अब चाहिँ आमाले गहुँबुट लगाइसक्यो अब हामी कोदो मार्नतर्फ लाग्छौँ कोदो चाहिँ पोटेर यहाँ उस गाडेर यहाँ के भन्छ रे त्यसलाई तँ फुत्को नै मालो घोचो पोट त यतातिर घोचो गाडेर चाहिँ त्यता मार्ने थियो कोदो यसपालि हामी सक्दैन त्यही भएर चाहिँ त्यहाँ टोइलेटको बाहिर त्यो भित्ताको सहायताले चाहिँ हामी यहाँ कोदो मार्दैछौँ ल अब चाहिँ फटाफट मार्छु घाम पनि अब अस्ताउने बेला हुन लाग्यो मौसम चाहिँ एकदम राम्रो भइरहेछ यो कोदो पाकेको भए अझै दामी हुन्थ्यो तर नपाकेर कस्तो गाह्रो भइरहेछ साथीहरू मार्न तिनी जस्तो तस्तो मारिरहेको छु यतिकै हुन्छ अब यसलाई फेरि अहिले कोदोकोमा चालेर अनि यो छुटाउनु पर्छ यसलाई फेरि भोलि सुकाएर फेरि लट्ठीले कुट्नु पर्छ बुझ्नुभयो यति राम्रो हुन्छ अनि यसको ढिँडो हुन्छ मिठो ढिँडो हुन्छ अब यसको चाहिँ अब चाहिँ हामी मारिहाल्छु ल फटाफट यहाँ चाहिँ जस हाम्रो दिदीहरूको घरतिर चाहिँ घाम चाहिँ एकदम बेलुकासम्म नै आइरहेको छ क्या हामीले चाहिँ लगभग 4 बोरा जति मारिसक्यो अब एउटा बोरा बाँकी छ छोरीले चाहिँ अब कोर्कोमा चाहिँ चाल्छ चालेर चाहिँ त्यो बाँकी रहेको कोदोलाई चाहिँ त्यहाँ बडामा हाल्ने भोलि सुकाउनु पर्छ चाहिँ भित्र पऱ्यो ल यसरी चाहिँ यो कोर्कोमा चाल्नुपर्ने हुन्छ ला 7 बजिसक्यो साथीहरू टिप्ली टिप्ली आकाशमा ताराहरू देखिन लाग्यो खै
पैसा मिल्नु न हामी चाहिँ कुदो मारिसक्यो यहाँ चाहिँ हामी अब यहाँ कोर्कोमा चाल्दैछौँ अब स्टिल गोइङ अन हुँदैछ हाम्रो कामहरू अब फटाफट यति सकाउनु पर्यो गाइजहरू यस्तो झ्याउँछ नि कोही कोही मिठो ढिँडो खाने पिठो पठाइदेऊ भन्छ के गर्नु साथीहरू पिठो पठाउनुलाई यस्तो दुःख गर्नुपर्छ होइन आमा नारीपा मिठो नारीपा यतिकै आउँदैन गाह्रो छ नि साथीहरू फेरि भोलि यो छ नि यो फेरि सुकाएर फेरि कुट्नुपर्छ फेरि कुट्नुपर्छ भगवान् यस्तो कामहरू कसले सिकाएको होला है त्यो मान्छे त मूर्ख हो कि विद्वान हो नि एकै लड्न नसक्ने कि काम ल अब हामी फटाफट यो सघाउँछु त्यसपछि हामी भेट्छौँ तपाईँहरूलाई रात पर्यो आकाशमा तारो देखिन थालिसक्यो तल उतातिर सब गाउँहरू देखिरहेछ अहिले 7 बजे ल साथीहरू हाम्रो चाहिँ सक्यो बल्ल बल्ल आमाले चाहिँ यहाँ लक्ष्मण रेखा तान्दै हुनुहुन्छ कालाले यहाँ लक्ष्मण रेखा तान्दै हुनुहुन्छ आमाले हामीले चाहिँ के छ भन्दाखेरि अब हाम्रो त यो मारिसकेको कुदोलाई चाहिँ रातभरि यहीँ आँगनमा राख्छ नि त मान्जुले के भन्छ अरे मान्जुले चाहिँ छोपेर राख्छ नि त अनि अब रातभरिमा चाहिँ त्यो नराम्रो चिजहरू नआओस् नराम्रो चिजहरूले चाहिँ आँखा नलागोस् भनेर चाहिँ त्यस्तो गरिन्छ यो चाहिँ पहिल्यैदेखि चलिआएको हाम्रो चलन हो अब कतिको विश्वास हो त्यो त थाहा भएन तर अब बाबाबाजेको पालोदेखि चल्दै आएको परम्परालाई त हामीले मान्नै पर्यो होइन आफ्नो संस्कारलाई संस्कृतिलाई जोगाउनु नै पर्यो है अब रात परिसकेको छ गाइज अब चाहिँ हामी टक्क लाएर खाना खान्छौँ आमाले यहाँ के गर्छ अब गर्दाखेरि छिलिम्भ्रु गर्छ छिलिम्भ्रुलाई नेपालीमा के भन्छ मलाई थाहा छैन आमाले चाहिँ अब त्यहाँ त्यो चोयाबाट चाहिँ हल्का के भन्छ अरे चोया चाहिँ हल्का गाँठो पारे जस्तो गर्नुपर्छ क्या ट्याक्क बिचमा राख्ने खासमा आँसी नै राख्नुपर्ने हो तर अब यहाँ दिदीहरू छैन नि त अब आँसी साँसी केही थाहा छैन हामीलाई सो आँसीलाई परै राखौँ अहिलेलाई ल हाम्रो काम यही समाप्त भयो ल हामीले चाहिँ टक्क लाएर मान्छेले चाहिँ छोपेर राखेको छ यही समाप्त भयो हाम्रो आजको ड्युटी आजको काम चाहिँ हाम्रो एकदमै धेरै बिजी भयो आजको जस्तो काम त हामीले जिन्दगीमा कहिले गरेको थिएन होइन आमा छोरी मात्रै दिनभरि यो गर त्यो गर ओ माई गड यति खतरा भयो आजको दिन सो सबैजनालाई धेरै धन्यवाद भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा अब हाम्रो गाउँघरतिर अहिले रिसेन्टली के कामहरू भइरहेको छ कस्तो कामहरू भइरहेको छ त्यो चाहिँ मैले तपाईँहरू माझ प्रस्तुत गरिसकेको छु आशा छ तपाईँहरूले भिडियो चाहिँ मन पराइदिनु भयो होला भनेर सबैजनालाई अब छिट्टै नै तिहार आउँदैछ आज काग तिहार रहेछ अब कामको व्यस्तताले त्यस्तो केही थाहा भएन भोलि चाहिँ कुकुर तिहार हो रे सो हाम्रो जेरी छ तपाईँहरू सबैजनालाई थाहा नै होला पहिलेदेखि भिडियो हेर्नु भएको छ भने हाम्रो जेरी छ भोलि चाहिँ हाम्रो जेरीको दिन सो आजको भिडियो चाहिँ यति नै सबैजनालाई शुभरात्रि भन्दै आउँदै गरेको शुभ दीपावलीको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु म लगायत मेरो परिवारको तर्फबाट भन्दै आजलाई यति नै।